Hello everyone, welcome to my YouTube channel. आज म लोकसेवाका केही समसामयिक विषयका प्रश्न उत्तरहरू लिएर आएको छु र ढिलो नगरिकन हामी हाम्रो पहिलो प्रश्नतर्फ लागिहालौँ है त। पहिलो प्रश्न रहेको छ, हाल नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका मुलुकहरू कति रहेका छन्? यसको उत्तर रहेको छ 10 र हाल नेपाल र मौरिसस बीच सन् 1979 अगस्त 3 मा भएको दोहोरो करमुक्ति सम्झौता सन् 2025 अक्टोबर 29 मा रद्द भएसँगै नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका मुलुकको संख्या चाहिँ 10 कायम भएको हो। यसअघि दोहोरो करमुक्ति सम्झौता भएका मुलुकहरूको संख्या 11 रहेको थियो। अर्को प्रश्न रहेको छ, संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा चयन भएका नयाँ अस्थायी राष्ट्रहरू कुन कुन हुन्? र सुरक्षा परिषदमा नयाँ चयन भएका राष्ट्रहरू चाहिँ बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया रहेका छन् र यिनीहरूको कार्यकाल चाहिँ 2026 जनवरी 1 देखि 2027 डिसेम्बर 31 सम्मको हुनेछ। र अर्को प्रश्न रहेको छ, विश्व खाद्य दिवस कहिले मनाइन्छ? र विश्व खाद्य दिवस अक्टोबर 16 मा मनाउने गरिन्छ र 2025 को नारा चाहिँ स्वच्छ खाना र सुखद जीवनका लागि हातेमालो भन्ने रहेको छ र यो खाद्य दिवस चाहिँ 45औं खाद्य दिवस हो। अर्को प्रश्न, संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्यका 17 युवा नेता सन् 2025 का लागि पढ्न सफल नेपाली अभियन्ता को हुन्? र यसको उत्तर रहेको छ ऐश्वर्या श्रेष्ठ। अर्को प्रश्न रहेको छ, नेपाल प्रहरीको 32औं महानिरीक्षकमा को नियुक्त भए? र यसको उत्तर रहेको छ चन्द्रकुबेर खापुङ। अर्को प्रश्न रहेको छ, विक्रमसम्म 2081 को मदन पुरस्कार कुन कृतिलाई प्रदान गरिएको छ? र 2081 को मदन पुरस्कार उर्माल भन्ने कृतिलाई प्रदान गरिएको छ। अर्को प्रश्न रहेको छ, जेन्जी पुस्तकद्वारा 2082 भदौ 23-24 मा भएको आन्दोलनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय कहिले गरेको हो? यसको उत्तर रहेको छ विक्रमसम्म 2082 साल कार्तिक 17 गते। अर्को प्रश्न रहेको छ, विक्रमसम्म 2082 वैशाख शुक्ल पूर्णिमाका दिन कतिऔं बुद्ध जयन्ती मनाइयो? र 2082 को वैशाख शुक्ल पूर्णिमाका दिन 2569औं बुद्ध जयन्ती मनाइएको हो। अर्को प्रश्न रहेको छ, 7 प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूको सम्मेलन हालै कहाँ सम्पन्न भयो? र योजना मन्त्रीहरूको सम्मेलन भर्खरै हेटौडामा 2082 साल कार्तिक 15 गते सम्पन्न भएको हो। अर्को प्रश्न रहेको छ, सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल कहिले कतार प्रस्थान गर्नुभएको हो? र यो सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन विक्रमसम्म 2082 साल कार्तिक 17 गते सहभागी हुनलाई रामचन्द्र पौडेल जानुभएको थियो। अर्को प्रश्न रहेको छ, जेन्जी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन कहिले भयो? र जेन्जी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन 2082 साल भदौ 27 गते भएको हो। अर्को प्रश्न रहेको छ, नेपालको पहिलो महिला न्यायाधिवक्ता को हुन्? र नेपालको पहिलो न्यायाधिवक्ता भने सविता भण्डारी हुन्। उनको नियुक्ति चाहिँ 2082 साल भदौ 29 गते भएको हो र उनलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नियुक्त गरिएको थियो। र नेपालको पहिलो महान्यायाधिवक्ता भने काली प्रसाद उपाध्याय हुनुहुन्छ। अर्को प्रश्न रहेको छ, सबै स्थानीय तहमा बैंकको पहुँच कहिले पुग्यो? यसको उत्तर रहेको छ विक्रमसम्म 2081 साल असोज 9 गते र अन्तिम स्थानीय तह बैंकको पहुँच पुग्नको लागि अन्तिम स्थानीय तह चाहिँ सैपाल गाउँपालिका बजाङ हो र शाखा खोल्ने बैंक भने एभरेस्ट बैंक रहेको छ। अर्को प्रश्न रहेको छ, साक्षर घोषित जिल्लाको संख्या कति पुग्यो? र साक्षर घोषित हुने जिल्लाको संख्या 68 पुगेको छ र 68औं जिल्ला कालीकोट हो। यो चाहिँ 2082 साल असोज 9 गते घोषणा भएको हो र 67औं जिल्ला हुम्ला, 66औं जिल्ला जुम्ला र 65औं जिल्ला भने मुगु रहेको छ। अर्को प्रश्न रहेको छ, कर्णाली प्रदेशमा साक्षर घोषित हुन जिल्ला कुन हो भनेर छ र कर्णाली प्रदेशको साक्षर घोषित हुन बाँकी जिल्ला चाहिँ डोल्पा रहेको छ। अर्को प्रश्न छ, जीवित देवी कुमारी चयन कसलाई गरियो? र जीवित देवी कुमारी चाहिँ आर्यतारा शाक्य भन्ने सानी नानीलाई गरिएको छ। अर्को प्रश्न रहेको छ, विश्व शान्ति दिवस 2025 को नारा के हो? र यसको उत्तर रहेको छ एक्ट नाउ फर पिसफुल वर्ल्ड र विश्व शान्ति दिवस सेप्टेम्बर 21 मा मनाउने गरिन्छ। अर्को प्रश्न रहेको छ, सुदूरपश्चिम प्रदेश साक्षर प्रदेश घोषणा कहिले भयो?
यसको उत्तर रहेको छ 2082 साल असार 12 गते। अर्को प्रश्न रहेको छ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय खारेज कहिले भयो? यसको उत्तर रहेको छ 2082 साल भदौ 23 गते। अर्को प्रश्न छ 17औं ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? र 17औं ब्रिक्स शिखर सम्मेलन 2025 जुलाई 5 देखि 6 सम्ममा रियो डी जेनेरियो ब्राजिलको रियो डी जेनेरियो भन्ने ठाउँमा सम्पन्न भएको हो। एकल साहसिक यात्रा सोलो एडभेन्चर ट्राभल गन्तव्यको सूची 2025 मा नेपाल कति स्थानमा परेको छ? र नेपाल चाहिँ सोलो एडभेन्चर ट्राभलमा 7औं स्थानमा परेको छ। सन् 2025 जुलाईमा श्रीलङ्काको कोलम्बोमा सम्पन्न 9औं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले कुन स्थल हासिल गर्यो? र नेपाल चाहिँ यो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ र प्रथम स्थान चाहिँ भारतले हासिल गरेको थियो। अर्को प्रश्न रहेको छ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिका पक्ष राष्ट्रको 30औं सम्मेलन अथवा भनौँ कोप 30 चाहिँ कहिले र कहाँ सम्पन्न भएको हो? र सम्पन्न भएको छ भन्दाखेरि सन् 2025 नोभेम्बर 10 देखि 21 सम्म ब्राजिलको वेलेम भन्ने सहरमा सम्पन्न हुनेछ भनौँ न। हाल नेपालमा चरा प्रजातिको संख्या कति रहेको छ? 902। आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालमा प्रति व्यक्ति रुख संख्या कति रहेको छ? 111। सबै जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने पहिलो प्रदेश कुन हो? र सबै जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने पहिलो प्रदेश भने सुदूरपश्चिम प्रदेश रहेको छ। हामीले अघि माथि पनि सुदूरपश्चिम प्रदेशको पढेका थियौँ। साक्षर घोषित सबै जिल्ला साक्षर घोषित भएको जिल्ला भएको प्रदेश भन्दा सुदूरपश्चिम प्रदेश हो। अहिले पनि स्वास्थ्य बीमा पनि सबै जिल्लामा लागू गर्ने चाहिँ सुदूरपश्चिमै रहेको छ। अर्को प्रश्न रहेको छ सरकारले राष्ट्रिय कोदो दिवस कुन दिन मनाउने निर्णय गरेको छ? र सरकारले साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ। विक्रम सम्वत 2082 साल असार 23 गतेको मन्त्री परिषदको बैठकद्वारा यस सम्बन्धी निर्णय पारित गरिएको थियो। अर्को प्रश्न रहेको छ इजरायल र हमास बीच युद्धविराम सम्झौता कहिले भयो? र इजरायल र हमास बीच युद्धविराम सम्झौता 2025 अक्टोबर 11 को दिन भएको हो। विश्वकै शिक्षित चिप सार्वजनिक कुन देशले गरेको छ? र विश्वकै शिक्षित चिप चाहिँ चाइनाले अथवा चीनले सार्वजनिक गरेको छ। यो 2025 अगस्तमा सार्वजनिक गरेको हो। पूर्वी टिमोर आसियानको 11औं सदस्य कहिले भयो? र पूर्वी टिमोर चाहिँ आसियानको सदस्य 2025 अक्टोबर 26 तारिकको दिन भएको हो। र यो चाहिँ 47औं शिखर सम्मेलनबाट सदस्यता प्राप्त गरेको थियो। कार्य सम्पादन मूल्याङ्कन आर्थिक वर्ष 2081-82 मा देशभरकै उत्कृष्ट कार्यालय बन्न सफल जिल्ला प्रशासन कार्यालय कुन हो? र देशभरकै उत्कृष्ट कार्यालय बन्न सफल जिल्ला प्रशासन कार्यालय भने पर्वतको जिल्ला प्रशासन कार्यालय रहेको छ। अर्को प्रश्न रहेको छ जेनजी आन्दोलन विक्रम सम्वत 2082 भदौ 23-24 को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो? र यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 साल असोज 5 गते। अर्को प्रश्न रहेको छ नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा कसलाई नियुक्त गरियो? र यसको उत्तर रहेको छ मनोज सिलवाल। अर्को प्रश्न रहेको छ सन् 2030 सम्म डिजल र पेट्रोलबाट चल्ने सवारी साधन चाहिँ प्रतिबन्ध गर्ने घोषणा कुन राष्ट्रले गरेको छ? र डिजल र पेट्रोललाई चाहिँ प्रतिबन्ध गर्ने घोषणा चाहिँ 2030 सम्म प्रतिबन्ध गर्ने भनेर आयरल्यान्डले घोषणा गरिसकेको छ। अर्को प्रश्न रहेको छ सरकारले कृषिमा लगानी दशकका रूपमा कुन अवधि मनाउने भनेर घोषणा गरेको छ? र यसको उत्तर रहेको छ विक्रम सम्वत 2081 देखि 2091 सालसम्ममा सरकारले चाहिँ कृषि लगानी दशकका रूपमा मनाउने भनेर घोषणा गरेको छ। अर्को प्रश्न रहेको छ नेपाल प्रहरीमा आर्थिक सम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइको गठन कहिले भएको हो? र आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइको गठन चाहिँ विक्रम सम्वत 2082 साल वैशाखमा भएको हो।
अर्को प्रश्न रहेको छ विश्व बैंकले सन् 2025 अक्टोबरमा सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट रिपोर्ट अनुसार आर्थिक वर्ष 2082-83 मा नेपालको आर्थिक वृद्धि दर कति हुने प्रक्षेपण छ र 82-83 मा चाहिँ नेपालको आर्थिक वृद्धि दर 2.1% हुने प्रक्षेपण गरेको छ। अर्को प्रश्न रहेको छ यस वर्षको महामूर्ख उपाधि कसलाई प्रदान गरियो र यस वर्षको महामूर्ख उपाधि भने सतीश कुमार सिंहलाई प्रदान गरिएको छ। उहाँ चाहिँ मध्य प्रदेशको मुख्यमन्त्री समेत हुनुहुन्छ। आजको लागि यति नै। मन पर्यो भने लाइक गरिदिनु होला, शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।